छैन ए खाना बस्न फ्री हो आमै हेलिकप्टरमा यत्रो लाने हेलिकप्टर जहाजमा छाड्दै जानुपर्ने यति छाडिदिन्छ नि मान्छे पानी जहाज हो नि त डुबेर मरिन्छ कि अब 10 डर लाग्ने के गर्नु छ अब यस्तै छ अब हामी मात्र होइन सबैको व्यथा त्यस्तै हो है सबै दुबई आएको मान्छे यस्तै छ जे हुनु अब भइगयो आइहाल्यो 2 वर्ष कटाउनै पर्छ सम्झे होइन 2 वर्ष कटाएर बस्छ अब नेपालमा बस्छ अब काम पाउँदैन राजाहरू सबै नेताहरू सबै अब पैसा भित्र सुन्नेहरू त्यही त पाउनेहरू पाएको छ नेपालमा पनि रोजगारी छैन अब हेर्नु न अब हेर्नु न जेन्जी आन्दोलन भयो नि त हाम्रो नेपालमा जेन्जी जामी काम मजदुर किसान मजदुरी काम गरेर 800 रुपियाँ पाउँछ त्यो के खाने के जोगाउने परिवारले के दिने नेपालमा सुशीला कार्कीलाई जेन्जी आन्दोलनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो टेम्पोरेरी प्रधानमन्त्री बनायो है अब त्यो सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएपछि हे भगवान् आइमाईले चलाए देश र आइमाईले घर चलाउँछ है यस्तो हुन्छ कि मैले आइमाईले देश चलाएको कोठी बाख्नु हुँदैन भन्छ नि त्यस्तै भइरहेको हेर्नु अब मैले चुनाव भइरहेको होइन अब फेरि खेपिओली उठिरहेको त्यो उठ्न दिनु भयो त फेरि एकपल्ट भगा मान्छेलाई भएन नि त चिनाइ त्यसले बिगाएर एयरपोर्टमा गएर तपाईँ एक दिनमा त उभिनुहोस् नेपाली जनता कति विदेश गएको त्यही देखिन्छ कि त्यति कारण गयो पढाइ लेखाइ नआएन होइन गएर ज्यामी काम गरेँ ज्यामी काम गरेर आउँछ जम्मा 800-900 ल हिसाबै गरौँ न 200 रुपियाँ भात खाइन्छ खाजा खाइन्छ हिसाब गरौँ ल 800 रुपियाँ 100 रुपियाँ खाजा 500 महिनाको कति हुन्छ हाम्रो 15,000ले के भयो बुढी पाल्नुहुन्छ घर आमा पाल्नुहुन्छ औषधि भन्यो यहाँ भन्यो त्यहाँ भन्यो कोठा भाडा नारायण त्यतिकै विदेशमा गएर मान्छेले विदेश त विदेश यत्रो विदेश यस्तै छ सम्झेर चाहिँ हुनु भइगयो होइन आफ्नै नेपालीले आफ्नै मान्छेले आफैले फसा हो है ठिकै छ केही फरक परेन बाँच्नै पर्नेछ होइन त्यो सेक्रेट भिडियो गर्दा नि पुलिसले सँगाल्ला भन्ने डर मैले सेक्रेट खाली खोलाएर हिँड्छ नि हेर्नु आइरहेको छ कुल्ली काममा कुल्ली पनि इज्जतको कुल्ली भयो हुन्छ नि गएको स्यामसङमा सप्लाई दियो कम्पनी सप्लाई गएर फेरि त्यो स्यामसङले पनि फाल्को र सप्लाई दियो जानु सप्लाई कस्तो सप्लाई भने 2 घन्टा काम गर्नु 2 घन्टा लगाउँदा उठ्यो के अरे पानी पुग्दैन 2 घन्टा कहाँ 2 घन्टा लसा त नामै त्यत्रो काम गरेर त्यसको हजुरबाउले आएर गर्नु भएन हो क्या भन्नु नि सम्झे अन्याय भयो कि अहिले आएर मैले सस्पेन्ड 10 दिनको लागि खाना पनि ल ठिक छ चाहिएन मैले वार्निङ लेटर साइन गरिदिएँ ल मैले चाहिएन तर मेरो पनि 1805 रुपियाँ आउँछ मैले हिसाब गरेर राखेको छु लेखेर राखेको छु होइन त्यति पैसा हामीलाई चाहिनु पऱ्यो नि त हामीले मैले काम गरेको भनेको पैसाको लागि हो नि त सम्झेँ होइन ठिकै छ अब पहिलो भ्लग हो आजको भ्लग यति नै हजुरहरूले साथ सपोर्ट गरिदिनुहोस् त्यही हो यो खाडीमा रोजगार दिनु हामीलाई फसे त्यही त अब हामीले एउटा सुझाव दिन चाहन्छौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई साथीहरूलाई होइन अब बुढाबुढी कस्तो बेलामा विदेश आउनुपर्छ पैसा कमाउन आएको हामीलाई पैसा कमाउन आएको बरु नेपालमा चटपटे पानीपुरी नै किन्न बेच्नु तरकारी नै किन नबेच्नु होइन तर खाडी अरू देश जानुहोस् पैसा कमाउँछ भने आफूसित अलिअलि पढाइ लेखाइ छ भने अरू देश जानुहोस् ठिक छ तपाईँहरूको इच्छा जानुहोस् तर खाडी नपढेको मान्छे बरु आफ्नो 10,000 लगानी गरेर तरकारी बेच्नु
बरु त्यसमा मैले महिनाको 50-60 हजार कमाइने हो नि यहाँ आएको भनेको जोगाइदियो घर परिवारसँग बरु यहाँ त मर्ने बात थाहा छैन अहिले खान नपाएर मर्ने भने के गर्ने कसैले भन्नु मिल्दैन के अरे दास आइल्यान्डमा कि सम्झे दास आइल्यान्डमा कतिजना भने 18जना मान्छे मरेर रहेछ होइन तिनीहरूको लास अहिलेसम्म के अरे आफ्नो देशको आयो समुद्रमा हालिदियो नि त त्यस्तो छ कम्पनी काम भने एडनोकको काम एडनोकको बाटो काट्नु नि साथीभाइ यस्तै छ पहिलो ब्लग तपाईँहरूलाई एउटा सुझाव चाहिँ के दिन चाहन्छु भने जति डर बरु दुःख आफ्नो देशमा गर्नुहोस् होइन तर खाडीमा चाहिँ नआउनुहोस् बिजोक हुन्छ त्यही पनि भरोसा गरेर मेन पावरको भरोसा गरेर कहिले पनि नआउनु हामी मेन पावरको नाम पनि लिँदैनौँ किनभने अरूको लागि हामी जाँदैनौँ कम्पनीको नाम पनि लिँदैनौँ है तपाईँहरूले अब कम्पनीको नाम लिएन यो लिएन त्यो लिएन भन्नुभयो तर हामीले कम्पनीको इधर उधरको कसैको नाम लिएर आज यति नै हस् धन्यवाद नमस्कार जय नेपाल